मीन बहादुर साकेद्वारा स्थापित यस संस्थाबाट विशेषतः नेवा बौद्ध धर्म तिब्बती महायान वज्रयान बुद्ध धर्मको अनुसन्धानात्मक विभिन्न बौद्ध विषयगत पुस्तकहरूको प्रकाशन तथा नेपाली समाजमा महायान बौद्ध धर्मको सैद्धान्तिक र व्यावहारिक शिक्षाको प्रचार प्रसार गरी योगदान प्रदान गरिएको छ। त्यस्तै बौद्ध संस्कृत भाषा एवं तिब्बती भाषामा हस्तलिखित पुस्तकहरूको निरन्तर रूपमा संरक्षण समर्थन गर्दै बौद्ध धर्मको अध्ययनकर्ता अनुसन्धानकर्तालाई मार्गनिर्देशनको भूमिका पनि निरन्तर रूपमा गरिँदै आएको छ। यस संस्थाले निरन्तर रूपमा यद्यपि गरिँदै आएको बुद्ध धर्म उत्थान संरक्षण समर्थनको अतुलनीय योगदानको कदर गरी यस परिषदले सम्मान पत्र प्रदान गरेको छ। भविष्यमा पनि यस संस्थाबाट बुद्ध धर्मको उत्थान कार्यहरू निरन्तर पाइरोस् भन्ने कामना गर्दछु। कोषाध्यक्ष सुभाष साक्य, मान्य सांसद रमसिंह चित्रकार, ललितपुर महानगरपालिका मन्त्री साक्य, उपाध्यक्ष पद्मा चित्रकार। धेरै धन्यवाद। त्यस्तै गरेर अब एक क्रममा प्रशंसा पत्र पनि वितरण गर्ने कार्यक्रम रहेको छ। यसको लागि पनि म नागार्जुन बौद्ध अध्ययन संस्थाका नेपालका निर्देशक श्री मेजर साकेज्यूलाई नै आजको यो मन्तव्य राख्ने म अनुरोध गर्न चाहन्छु। किनभने डाक्टर जुनु यहाँ बसेकोलाई भर्खर आउनुभएको रहेछ, उहाँ थाक्नु भएको भएर मेजर सरलाई आग्रह गरेँ। नमो रत्नत्रयाय। धन्यवाद राजेन्द्रजीलाई। आज नेपाल बौद्ध परिषदको 27औं साधारण सभा, त्यसको लागि म त्यसको बारेमा केही भन्नुभन्दा पहिले अर्थात् मेरो आजको यो स्पिच दुई विषयमा केन्द्रित रहनेछ। एउटा मेरो आफ्नै संस्था नागार्जुन बौद्ध अध्ययन संस्थाको अलिकति इन्ट्रोडक्सन दिन चाहन्छु। त्यसपछि अब सुगत कलेजमा हामीले कसरी अब पढाइरहेका छौँ त्यो पनि अब यहाँ समक्ष यहाँहरूलाई अवगत गराउन चाहिँ म आवश्यक ठान्छु। कस्तो किसिमको चाहिँ यहाँ पढाइ हुन्छ, विशेष गरेर अब मेरो विषय भनेको फिलोसोफी हो। सबैभन्दा पहिले यहाँ यस 27औं साधारण सभा जुन अहिले 7औं आकी भवनमा भइरहेछ, यहाँ अहिले सभापतिको भूमिका निर्वाह गर्नुहुने नेपाल बौद्ध परिषदका प्रथम उपाध्यक्ष पूर्णमान चित्रकारज्यू, अघि उहाँ उपमेयर साहब चाहिँ उहाँ बसिसक्नुभयो, अनि सल्लाहकार अनि सुगत महाविद्यालयका प्राचार्य तथा नेपाल बौद्ध परिषदका सचिव सुनिता भद्राचार्यज्यू, सुगत बौद्ध महाविद्यालयका सल्लाहकार डाक्टर लक्ष्मण साकेज्यू, सुगत बौद्ध महाविद्यालयका विशिष्ट सल्लाहकार यज्ञरत्न थापाज्यू, अहिले जुनमा भर्खर पाल्नुभयो, उहाँलाई पनि म अभिवादन टक्राउन चाहन्छु। उहाँ पनि विशेष समितिको सदस्य हुनुहुन्छ यहाँ सुगत बौद्ध महाविद्यालयको। अनि थेवा बुद्धिस्ट एकाडेमीका प्राचार्य डाक्टर महेन्द्र साकीज्यू, सबैलाई मेरो भित्री हृदयबाट अभिवादन र नमस्कार टक्राउन चाहन्छु। सबैभन्दा पहिले अब म नागार्जुन बौद्ध अध्ययन संस्थान, तर यहाँ यो दर्ता चाहिँ हामीले यो एउटा बिजनेस इन्टरप्राइजको रूपमा चाहिँ दर्ता गरेका छौँ यो संस्थालाई। त्यही भएर पहिला नेपालीमा भन्दाखेरि नागार्जुन बौद्ध अध्ययन संस्थान हो, तर अब कानुनले चाहिँ यसलाई नागार्जुन इन्स्टिच्युट अफ बुद्धिस्ट स्टडिज प्राइभेट लिमिटेड भनेर चिन्छ होइन यो लिगल्ली। अब नागार्जुन बौद्ध अध्ययन संस्थानको अब भनौँ आजभन्दा 45 वर्ष अगाडिदेखिको एक्टिभिटिजहरू क्रियाकलापहरू जसलाई मेरो प्राप्त स्मरणीय पिता मीन बहादुर साक्यले स्थापना गर्नुभएको थियो नागार्जुन इन्स्टिच्युट अफ बुद्धिस्ट स्टडिज भनेर सानो स्केलमा है। त्यो एक्टिभिटिजहरू अहिलेसम्म निरन्तर हुँदै आएको छ। विशेष गरेर महायान बुद्ध धर्म प्रचार प्रसार गर्ने फिल्डमा क्षेत्रमा चाहिँ नि होइन हामीले मेरो बुवाले विशेष गरेर धेरै नै सङ्घर्ष गर्नुभएको थियो, धेरै नै मिहिनेत गर्नुभएको थियो। यहाँ सुरुमा चाहिँ नि अब ललितपुरमा भनौँ यो महायान बुद्ध धर्मको चाहिँ मुख्य चुरो भनेको के हो होइन, मुख्य त्यसको चाहिँ थिम के हो त्यो नै नबुझेका बेलामा चाहिँ नि उहाँले अब आफ्नै घरमा मतलब मेरो आफ्नो घरमा चाहिँ उहाँले यङहरूलाई युवाहरूलाई चाहिँ बोलाएर उहाँले क्लास दिनुभयो।
त्यो बेलादेखि नै स्थापना भएको थियो घरबाटै होइन। अनि त्यो महान बुद्ध धर्म भनेको त यो हो। महान बुद्ध धर्ममा चाहिँ हामीले बौद्धिचित्त पार गर्नुपर्छ, पारमिताहरूको प्र्याक्टिस गर्नुपर्छ, माइन्ड ट्रेनिङ गर्नुपर्छ, सधैँ अरू प्राणीहरूको हितको लागि सोच्नुपर्छ। खालि अब मुखले मात्रै हामीले बुद्ध भव्य जगत हिताय भनेर हुन्न रहेछ भन्ने कुरा उहाँ फर्स्ट ब्याचका स्टुडेन्टहरूलाई राम्रैसँग थाहा भयो। त्यसपछि त्यस्तै यो क्रम चल्दै गयो। त्यो अब हामीले पहिला हाम्रो नागरिक इन्स्टिट्युट अफ बिस गरी एक्ज्याक्ट मेथड थियो, पछि अब कानुन हामीले अलिकति त्यो पछाडिका दुईवटा शब्दहरूको हेरफेर गर्नु पऱ्यो। अनि त्यो बेलादेखि चाहिँ अब महायानको चाहिँ इसेन्स यहाँका युवावर्गहरूलाई ज्ञात हुन थाल्यो कि होइन। अब मैले गर्वका साथ भन्नुपर्छ, त्यही कारणले गर्दाखेरि नै हो उहाँ मेरो बुवा पनि वान अफ द एउटा की फिगर हुनुहुन्छ। उहाँ त्रिभुवन युनिभर्सिटी के अरे त्रिभुवन विश्वविद्यालयमा त्यो बुद्धिस्ट डिपार्टमेन्ट स्थापना गर्नमा उहाँको ठुलो हात छ। यो चाहिँ हामीले मेरो बुवा भएको कारणले गर्दा भइरहेको छैन होइन। त्यो बिर्सनु भनेको एउटा उहाँले चाहिँ अब हामीले अनादर गरे सर हुन्छ कि एकदमै ठुलो हात छ उहाँको। त्यो त्रिभुवन विश्वविद्यालयमा बुद्ध धर्म त्यो बुद्धिस्ट डिपार्टमेन्ट स्थापना गर्नुमा उहाँ अहिले महेन्द्र सर पनि साक्षी नै हुनुहुन्छ होइन। त्यही भएर त हो हामीले अहिले यहाँ यो बौद्ध शिक्षा पढिरहेको छौँ अहिले कलेजमा होइन। त्यसमा चाहिँ प्रकारान्तरले मेरो बुवाको ठुलो हात छ है। मेरो आफ्नै बुवा भएर चाहिँ मैले त्यसरी तारिफ गरेर भने यो फ्याक्ट हो कि फ्याक्ट इज द फ्याक्ट है। त्यही भएर हामीले अहिले के काम गरिरहेछौँ त भन्दाखेरि होइन, मेरो बुवाले पहिला घरमा स्थापना गर्नुभयो होइन। अहिले 45 वर्ष हुन लाग्यो। 1980 मा चाहिँ स्थापना भएको थियो नागरिक इन्स्टिट्युट अफ बुद्धिस्ट स्टडिज होइन, एक्ज्याक्ट मेथडको रूपमा। नाम पनि कसरी राख्नुभयो भन्दाखेरि अब महायान बुद्ध धर्मलाई पुनरुद्धार गर्ने व्यक्ति को हुनुहुन्छ भन्दाखेरि होइन, अहिले त सबैले थाहा भइसक्यो किनकि अहिले सबैले अब कलेजमा चाहिँ पढिरहनु भएको छ होइन। आचार्य नागार्जुन आचार्य नागार्जुनको चाहिँ अब मेन शिक्षा भनेको मूल माध्यमिक दर्शन है। शून्यताको ज्ञानलाई उहाँले यसरी राम्रोसँग स्पष्टसँग व्याख्या गर्नुभयो होइन। अनि यो एक्ज्याक्ट मेथडको अर्थ के हो भने उपाय कौशल्य हो कि प्रज्ञा भनेको यो अब एक्ज्याक्ट त्यो भने शून्यता हो, अनि उपाय भनेको करुणा हो। यसरी चाहिँ उहाँले यो नाम चाहिँ छानेर नागार्जुन नै राख्नुभयो उहाँले होइन। त्यो चाहिँ अब हामीले अब उहाँको लेगेसीलाई आफ्नो गच्छ अनुसार मैले निर्देशकको नाताले म मात्रै होइन, मेरो भाइ पनि होइन। मेरो भाइ अहिले युएसमा अहिले यो युनिभर्सिटी अफ द वेस्टमा चाहिँ हेड अफ डिपार्टमेन्ट हुनुहुन्छ बुद्धिस्ट फ्याकल्टीमा है। हामी दुईजनाले चाहिँ यो सम्हालिरहेका छौँ, यो चलाइरहेका छौँ है अहिले। अनि यसमा अब के काम हुन्छ भन्दाखेरि हामीले सबैभन्दा पहिले अहिले संस्कृत बुद्धिस्ट टेक्स्ट प्रिजर्भेसन भनेर भइरहेको छ कि होइन। अहिले महायानको चाहिँ मेन अब शिक्षा भनेको कहाँनिर छ भन्दाखेरि महायान बजेर नै भनौँ त्यो बुद्धिस्ट टेक्स्टभित्र छ, हाम्रो म्यानुस्क्रिप्टभित्र छ कि। भगवान् बुद्धले पनि भन्नुभएको छ कि मेरो परिनिर्वाण पश्चात मलाई तिमीहरूले कहाँ खोज्ने भन्दाखेरि मेरो अब टेक्स्ट धर्म खोज्नुपर्छ, बुद्धिस्ट टेक्स्ट धर्म खोज्नुपर्छ, ग्रन्थ धर्म खोज्नुपर्छ। अब हामीले यो ग्रन्थ नै हामीले यसरी अब के अरे त्यो लस हुन दियौँ भने होइन, ग्रन्थहरू चाहिँ त्यो धराधम चाहिँ हराउँदै गयो भने त त्यो हाम्रो बुद्ध शिक्षा पनि हराउँदै जान्छ है साइमल्टेनियसली। त्यही भएर हामीले चाहिँ यो बुद्ध शिक्षालाई प्रिजर्भ गर्नु भनेको, म्यानुस्क्रिप्टलाई प्रिजर्भ गर्नु भनेको बुद्ध शिक्षालाई नै प्रिजर्भ गर्नु हो भनेर अहिले संस्कृत म्यानुस्क्रिप्टहरूलाई चाहिँ हामीले प्रिजर्भ गरिरहेछौँ। त्यसलाई चाहिँ अब लिप्यान्तर गरिरहेछौँ होइन, यसलाई अब अनुवाद गरिरहेछौँ होइन। त्यो चाहिँ हाम्रो पहिलो काम हो नागरिक इन्स्टिट्युट है। दोस्रो काम भनेको अनुवाद, आफै अनुवाद है। म आफै पनि एउटा अनुवादकै हुँ है। मैले आजभन्दा 22-23 वर्षदेखि मैले बुद्धिस्ट टेक्स्टहरू, बौद्ध पुस्तकहरू संस्कृत भाषामा लेखिएका, तिब्बतन भाषामा लेखिएका होइन, इङ्ग्लिस भाषामा लेखिएका बौद्ध सूत्रहरू शास्त्रहरूलाई चाहिँ मैले नेपाली भाषामा सरलसुलभ एकदमै सजिलो भाषामा चाहिँ मैले नेपाली भाषामा रूपान्तरण गर्दैछु, त्यो के अरे भाषानुवाद गर्दैछु है। त्यसरी अहिले पनि धेरै नै किताबहरू क्युमा छ हाम्रो यो बुद्धिस्ट टेक्स्टहरू चाहिँ नि अब बाहिर आउने जुन छ त्यो चाहिँ अहिले क्युमा छ। हामी त्यसमा चाहिँ एकदमै जोस खरोस लागिरहेको छौँ यो बुद्धिस्ट किताबहरूलाई चाहिँ नेपाली भाषामा सर्वसुलभ रूपमा सबै आम जनमानसलाई उपलब्ध गराउने। अर्को काम के हो भन्दाखेरि अब नागरिक इन्स्टिट्युटको मूल उद्देश्य भनेकै त्यसमा तपाईँले अहिले मैले ब्रोसर ल्याएन, एमेलगमेट बोथ टिबेटन एन्ड नेवार बुद्धिज्म एमेलगमेट गर्ने कि अब त्यसलाई चाहिँ जोड्ने हो, टिबेटन बुद्धिज्म र नेवार बुद्धिज्मलाई जोड्ने होइन। त्यो काम चाहिँ भइरहेछ हाम्रो। त्यही भएर म आफै चाहिँ नि यो म एउटा टिबेटन बुद्धिस्ट परम्परा चाहिँ मैले फलो गर्छु। त्यही पनि अब नेवार बुद्धिज्मलाई हर आफ्नो बलबुताले भ्याएसम्म मैले यसलाई चाहिँ जगेर्ना गर्ने, यसलाई चाहिँ अब सही रूपमा चाहिँ जनमानसलाई यसको चाहिँ इसेन्स बताउने त्यो काम पनि भइरहेछ। त्यसको ज्वलन्त
अब एउटा नमुना भनेको सुगत कलेजमा अध्यापित चाहिँ मैले पढाएको छु। म मात्रै होइन, यसमा चाहिँ अब अन्य टिचरहरू पनि यहाँ उत्तिकै सङ्घर्षशील हुनुहुन्छ। यहाँ एकजना त बसिरहनु भएको छ, उहाँ शान्त सर हुनुहुन्छ अहिले, शान्तश्री रत्न गोदाचार्यज्यू। यहाँ उहाँ मैले एकचोटि के यो सुगतको कुरा गर्नुपर्दाखेरि होइन, हामीले सिलेबस बनायौँ है, सिलेबस बनायौँ। अब के भन्दाखेरि मेरो बुवाले एउटा पहिला फिलोसफी पढाउँदा टियुमा के भन्नुहुन्थ्यो भन्दाखेरि हामीले बौद्ध फिलोसफी, मायन बुद्धिस्ट फिलोसफी यसरी पढाउनु पर्छ होइन विद्यार्थीहरूलाई, ताकि उनीहरू अब 4 वर्ष पढेर, अहिले त 4 सेमिस्टर भयो, पहिला 2 सेमिस्टर 2 वर्ष मात्र हुन्थ्यो होइन, 2 वर्ष पढेर उनीहरूको माइन्ड चेन्ज हुनुपर्छ कि उनीहरूमा करुणा जानुपर्छ, करुणा, न त माइन्ड पढेको के फाइदा हो। उहाँले भने जस्तै खालि यो एकाडेमिक स्कलर मात्र भएर केही फाइदा हुन्न है। तर म यहाँ दुई किसिमले यसको त्यो मूल्याङ्कन गर्न चाहन्छु। अब उहाँकै एउटा म डिफेन्ड पनि क्रिटिसाइज पनि गर्न चाहन्छु के भने पिएचडी फाइदा पनि छ, बेफाइदा पनि छ कि है, किनकि त्यो मान्छेहरूको लाइफस्टाइल हेर्नुपर्छ। उसले चाहिँ कस्तो लाइफस्टाइल चाहिँ अब अख्तियार गर्दैछ, कस्तो जीवन बाँच्दैछ भन्ने कुरा छ कि जसलाई चाहिँ त्यो अब डिग्रीको आवश्यकतै छैन, तर ऊ चाहिँ एकदमै नलेजेबल छ होइन, जसलाई चाहिँ अब प्र्याक्टिसमै उसको चाहिँ ठुलो त्यो छ, सार चाहिँ उसले देखाएको छ भने चाहिँ त्यो पिएचडीको आवश्यकता छैन होइन। तर पिएचडी नै गर्ने हो भने होइन, मेरो गुरुले के भन्नुहुन्छ भन्दाखेरि स्कलर प्र्याक्टिसमा हुनुपर्छ कि खालि त्यो अब पिएचडी मात्रै गरेर डिग्री मात्रै प्राप्त गरेर होइन के फाइदा हो। अब मरेपछि लान पाइन्छ। एउटा तिब्बतमा उखान छ कि पण्डितहरू भनेको मर्दाखेरि साधारण लास मर्छन् अरे के भनेको, बरु गोठाला चाहिँ यिनलाई के हुन्छ अरे होइन प्र्याक्टिस गऱ्यो भने। तर केही प्र्याक्टिस गरेन भने त्यो मरेपछि त्यो सबै विद्या जान्छ, के मतलब हो। अनि त्यतिकै अब लास सुताइन्छ होइन, कसले पनि अब ल त्यो राम्रो काम गरे हो, एकदम विद्वान मान्छे रहेछ, अब त्यो मऱ्यो, अब त्यो केही घाटमा लाने हो, त्यसलाई जलाउने हो, के फाइदा भयो यो एकाडेमिक डिग्रीले। प्र्याक्टिस गर्नु पऱ्यो नि होइन। त्यही भएर उहाँ अघि उहाँ उपप्रमुखज्यूको चाहिँ त्यो कुरामा म सही थप्दै अब मेरो गुरुले पनि त्यही भन्नुहुन्छ, यदि प्र्याक्टिस गर्ने हो भने साँच्चै पिएचडी गर्दा केही फाइदा केही नराम्रो हुन्न है, तर प्र्याक्टिस गर्नुहुन्न भने इट इज युजलेस भनेर मैले पनि पिएचडी त्यागेको हुँ है। म अहिले यहाँ बस्नु नै गर्छु। अब धेरै भन्नु छैन मलाई, यो नागाल्यान्ड इन्स्टिट्युटको चाहिँ कार्यहरूलाई पहिलोपटक म पहिलोपटक नै भन्छु कि पहिलोपटक यहाँ नेपाल बौद्ध परिषदले चाहिँ यहाँ यसको सिग्निफिकेन्स, त्यसको आवश्यकता, त्यसको मर्म, त्यसको चाहिँ अब डेडिकेसन, नागाल्यान्ड इन्स्टिट्युटको डेडिकेसनलाई चाहिँ अब चिनेर सही मूल्याङ्कन गरेर अहिले यहाँ सम्मान गर्नुभएको छ उहाँहरूले होइन। त्यसको लागि म एकदम उहाँहरूप्रति धेरै धेरै आभार व्यक्त चाहन्छु, किनकि यो पहिलोपटक भइरहेछ कि नागाल्यान्ड इन्स्टिट्युट चाहिँ थाप्नु भएको 45 वर्ष भयो, पहिलोपटक चाहिँ यो सम्मान चाहिँ मैले ग्रहण गर्दैछु। त्यही भएर म धेरै धेरै नै आभार छु, यसको चाहिँ धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छु र यो गुण चाहिँ कहिले तिरेर तिर्न सकिने गुण होइन। यति भन्दै म आफ्नो छोटो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। बहुत धन्यवाद। उहाँ मेरो सर पनि हुनुहुन्छ। यही जिज्ञासा मैले राख्न खोजेको थिएँ अघि महेन्द्र सरले जुन यो पिएचडीको कुरा गर्नुहुँदाखेरि उहाँले भन्नुभएको कुरा र उहाँको कुरामा चाहिँ अलिक विरोधाभास भइरहेको थियो, अहिले मलाई चाहिँ क्लियर भयो। त्यसको लागि धन्यवाद।